के तपाईको पनि आइफोनले नराम्रो फोटो खिचेर फोनै फाल्दिउ जस्तो लाग्छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्। आजै गएर यो क्यामेराको सेटिङ मिलाइहाल्नुहोस्। सबैभन्दा पहिला सेटिङ्समा गएर क्यामेरामा क्लिक गर्नुहोस्। त्यसपछि फर्मेटमा गएर मोस्ट कम्प्याटेबल सिलेक्ट गर्नुहोस्। त्यसपछि ब्याक गएर ग्रिड, लेबल, मिरर फ्रन्ट क्यामेरा, भ्यू आउटसाइड द फ्रेम सबैलाई अन गर्नुहोस्। यसले फोटोग्राफीलाई अझै प्रोफेसनल बनाउँछ। त्यसपछि प्रायोरिटाइज फास्टर सुटिङ र लेन्स करेक्सनलाई पनि अन गर्नुहोस्। यो सबै सेटिङ्सले तपाईको फोटोलाई अझ बढी नेचुरल बनाउन मद्दत गर्छ। अब भिडियोजको लागि रेकर्ड भिडियोमा जानुहोस् र 4K 860 fps लाई सिलेक्ट गर्नुहोस्। रिल्स र टिकटकको लागि मात्रै भिडियो खिच्न चाहनुहुन्छ भने 4K 830 fps ले पनि राम्रो काम गर्छ। अब लक क्यामेरा र लक वाइट ब्यालेन्सलाई अन गरिदिनुहोस् अनि HDR भिडियोलाई चाहिँ अफ गरिदिनुहोस्। यी सबै सेटिङ्स अन गरिसकेपछि तपाईको भिडियो पनि एकदमै नेचुरल र तपाईले खोजे जस्तै बन्छ। यति गरिसकेपछि तपाईको आइफोनले पनि एकदमै राम्रो फोटो र भिडियोहरू खिच्छ। र यो भिडियो तपाईको त्यो साथीलाई सेयर गर्नुहोस् जसले आइफोन भएर पनि फोटै राम्रो आउँदैन, भिडियो राम्रो आउँदैन भनेर गुनासो गरिरहनुहुन्छ।